सांसद भरत बहादुर स्वारले मंगलबार संसदमा प्रधानमन्त्रीको संसदमा उपस्थितिका साथै भ्रष्टाचार छानबिन प्रतिवेदन, महँगी स्वास्थ्य बीमा, विद्युतीय पूर्वाधार र सुदूरपश्चिमका समस्या लगायतका विषय उठाउनु भएको छ। उहाँको पूरा भनाइ सुनौ। सम्माननीय सभामुखज्यू, आज हाम्रो दैनिकी टेबुलमा ढ्याक गरिरहनु पर्दा हामीलाई पनि लाज लागिसकेको छ। तर विनम्रना राष्ट्रका प्रमुख व्यक्तिले यो राष्ट्रका व्यक्तिलाई पनि सम्मानित सदनमा नेपालले पनि भारतको जग्गा मिचेको छ भन्दा उहाँलाई लाज लाग्न सकेन। उहाँले सदन सामु माफी माग्नु त कता हो कता, अहिले आएर म चारैतिरबाट नाकाबन्दीमा परेको छु भन्न लाग्नुभयो। उहाँलाई करिब 2/3 बहुमतको सरकारले यसो भनिरहँदा सत्तापक्षका आसन गरेर नभएका मान्यज्यूहरूलाई कस्तो फिल भयो होला? उहाँलाई त हामी प्रतिपक्षका सांसदले ढ्यापढ्याप गरेको दिनानुदिनले गिजाइरहेको जस्तो लागेको होला। तर एउटा स्वाभिमान राष्ट्रप्रति वफादार स्वाभिमानी व्यक्तिलाई हाम्रो देशले पनि भारतको भूमि मिचेको भनेको सुन्दा कस्तो लागेको होला? एकपल्ट कल्पना गर्दा हुन्छ। लिम्पियाधुरा, कालापानी, सुस्ताको हाम्रो भूभाग खुल्लमखुल्ला भारतले मिचेको हामी सबैलाई विदितै छ। तर हाम्रो 2/3 प्रधानमन्त्रीज्यूलाई अवगत भएर पनि मुखदर्शक किन हुनु पर्यो? कानबाका मेयर हुँदा अखण्ड नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेको हामी सबैले देखेको कुरा हो। तर आज त्यो चुच्चे नक्सा मेटाएर 1 रुपैयाँको सिक्का छाप्नु के बाध्यकारी अवस्था उहाँमाथि आइपर्यो। हाम्रो सम्माननीय सभामुखज्यूले धेरै पटक सदनमा आउन अनुरोध गर्दा पनि चासो उहाँले लिनुभएको छैन। सत्तापक्षका मान्य सांसदज्यूलाई गाह्रो भएको छ भने किन सदनमा प्रधानमन्त्रीज्यूलाई उपस्थित गराउन सक्नुहुन्न? तपाईँहरूले दिएको मतले उहाँ प्रधानमन्त्री हुनुभएको हो कि सिङ्गल आफ्नै मतले यो कुराको हेक्का सम्माननीय प्रधानमन्त्रीज्यूलाई हुनुपर्ने हो? जतिकै बेला पनि साथीहरूबाट 35 वर्षसम्म के गर्नुभयो भन्ने सुन्नमा आउँछ। धन्यवाद साथीहरू। 35 वर्षको दौरानमा कति विकास भयो भन्ने कुरा कसैबाट छिपेको छैन। भन्नुपर्ने भए, व्याख्या गर्नुपर्ने भएमा 3-4 मिनटको समयमा भन्न सकिँदैन। सभामुख महोदयले 3-4 घण्टा टाइम उपलब्ध गराउनु भयो भने प्रश्न पार्नेछु। जहाँसम्म भ्रष्टाचारका कुराहरू छन्, मेरो विनम्र अनुरोध छ, सबैका सम्पत्ति जाँचबुझ गरौँ, सबैका सुन चाँदीको लेखाजोखा गरौँ, सबैका जमिनका फाइल खोलौँ, नाता गोता आसेपासेका पनि सम्पत्ति खोजबिन गरौँ। जो दोषी छ त्यसलाई न्यायालयको कठघरामा उम्यौँ। तर अरूलाई उठाएको औँला आफैतिर तेर्सिन कि भनेर तै चुप मै चुप भइरहेको छ। खोजबिन गर्नुहोस्, हाम्रो साथ र सहयोग यो सरकारलाई हुनेछ। तर हुँदा समयमा गठन गरिएका विभिन्न घटनाका छानबिन प्रतिवेदन पारदर्शी तरिकाले जनता सामु ल्याउनु प्रधानमन्त्रीज्यूलाई कसले रोकेको छ? के बाध्यकारी अवस्था आयो? आफ्नो आङ्गो भैँसी नदेख्ने, अरूको आङ्गो जुम्रा भने हुनु भएन। बिचरा गरिब सुकुम्बासीलाई उठीवास कसले किन गराए? त्यो पनि आफ्नै आसेपासेतिर तेर्सिन लागेपछि चुपचाप भएर पछाडि हट्नुभयो। सबैले अनुभव गरेको छ। सदनमा प्रधानमन्त्रीज्यूले बत्तीमा भ्याट किन लगाएको, अहिलेको भन्दा मौजुदा विद्युत प्राधिकरणको अवस्था, तार ट्रान्समिसन आदि कमजोर छ। त्यो पैसाले बलियो मेकानिजम बनाएर इन्डक्सन चुल्हा जलाउने भन्नुभयो। त्यसको खण्डन 2 पटक विद्युत प्राधिकरणका एमडी भएका कुलमान घिसिङले गर्नुभयो, हामीले सुनेका छौँ। घरमा अनलाइन सर्भिस पुग्छ भनेका पनि सुनेका छौँ। राजधानी लिनेको लाइन कति टाढा छ? यातायातको लाइसेन्स कुर्ता पनि पाएका छैनौँ। मालपोतको सानो जग्गा फुका गर्न पनि 6 महिना लाग्दा समेत फुका भएको छैन। त्यसको भुक्तभोग स्वयं म छु। ग्यास महँगी आदिका कुराहरू सबैले अनुभव गरेका छौँ। स्वास्थ्य बिमाबाट उपचार नपाउँदा गरिब जनताहरू रोइ कराइरहेका छन्। मैले भेट्ने टाइम माग्दा आजसम्म पनि भेट्ने मौका पाएन। तपाईँ कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ प्रधानमन्त्रीज्यू? यो समग्र सुदूरका जनता र असमका जनतालाई माथि गरेको अपमान हो। समग्र सुदूरका जनताका लागि विकास निर्माणका समस्या मैले राख्न खोजेको थिएँ, समय दिनु भएन। कि अब सुदूर दूर नै झिक्कै माया गरौँ भन्नुभयो। यो सुदूरका जनतालाई देखावटी माया तपाईँको चाहिँदैन। त्यो माया फिर्ता लिनुहोस्। माछा भनेर भ्यागुत्ता देखाउनमा छोडिदिनुहोस्। 50औं वर्षसम्म सामाजिक क्षेत्रमा काम गरेको अनुभव हामीलाई छ। जिल्लामा सेवा गरेका छौँ, राष्ट्रको सेवा गरेका छौँ। यहाँ त नयाँ मुल्ला प्याज बहुत खाता है भने जस्तै भएको छ, खोदा पहाड निक्ला चुहा भने जस्तै भएको छ। धन्यवाद। जय नेपाल। सांसद स्वारले उठाएका यी प्रश्नमध्ये तपाईँलाई सबैभन्दा महत्त्वपूर्ण कुन लाग्यो? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्।